सुनिदिनु होला। पोस्ट जेनजेड भ्रष्टाचार विरुद्ध घोषणा नेपाल बडापत्र 2082। स्वच्छ शक्ति, स्वच्छ राजनीति, स्वच्छ नेपाल, यसको शीर्षक छ। प्रस्तावनामा मैले यसरी लेखेको छु: हामी नेपाली युवाहरू हिमालयका सन्तान, शान्ति र वीरताको संस्कार बोकेका, आशा र निराशा दुवैका साक्षी घोषणा गर्छौं कि भ्रष्टाचार हाम्रो भाग्य होइन। दशकौंदेखि यसले हाम्रो प्रगति लुट्यो, शासन प्रदूषित गर्यो र इमानदार नागरिकको भविष्य चोर्यो। हामी पोस्ट जेनजेड आन्दोलनका रूपमा उठेका छौं। डिजिटल सत्यतामा जन्मिएका, लोकतान्त्रिक सङ्घर्षमा हुर्किएका, इमानदारी, योग्यता र सेवामा आधारित नयाँ नेपाल निर्माण गर्न प्रतिबद्धता जाहेर गर्छौं। भाग 1: पारदर्शिता हाम्रो अधिकार। हरेक नेपाली नागरिकलाई सार्वजनिक धन कसरी आर्जन हुन्छ, खर्च र बाँडफाँड हुन्छ भन्ने जानकारी पाउने अधिकार हुनेछ। सङ्घीय, प्रदेश र स्थानीय सबै तहका सरकारहरूले बजेट, टेन्डर र खर्च विवरण वास्तविक समयमा रियल टाइममा खुला डिजिटल पोर्टल मार्फत प्रकाशित गर्नुपर्नेछ। धारा 2: भ्रष्टाचारको कुनै बहाना रहने छैन। हामी ठुलो मान्छे संस्कृति अस्वीकार गर्छौं। कुनै पद, पार्टी वा सम्बन्ध कानुनमा भन्दा माथि हुन सक्दैन। घुस, पक्षपात, नातावाद, कृपावाद र चाकरीवाद र पदको दुरुपयोग राष्ट्रद्रोहका रूपमा दण्डनीय हुनेछ। डिजिटल इमानदारी प्रणाली। भाग 3: डिजिटल इमानदारी प्रणाली, डिजिटल इन्टिग्रिटी सिस्टम। राजस्व खरिद र सार्वजनिक योजना ट्र्याकिङका लागि नेपालले ओपन लेजर र ब्लकचेनमा आधारित प्रणाली अपनाउनेछ। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई सत्यको निगरानीका लागि प्रयोग हुनेछ, प्रचार वा हेरफेरका लागि होइन। एआई इन्टिग्रिटीको कुरा। धारा 4: शासनमा योग्यता र दक्षता। सार्वजनिक सेवा आयोग र सरकारी संस्थामा नियुक्ति केवल योग्यता, दक्षता, प्रदर्शनका आधारमा हुनेछ। राजनैतिक संरक्षण, नातावाद वा कोटा दुरुपयोगलाई न्याय विरुद्धको अपराधका रूपमा लिइनेछ। एउटा अक्षर अलिकति यताउता भयो, म मिलाउँदैछु, म आउँछु फेरि। ओके। न्याय विरुद्धको अपराधको रूपमा लिइनेछ। भाग 5: जननिगरानी अधिकार। नागरिक इमानदारी परिषदहरूले सिटिजन इन्टिग्रिटी काउन्सिल्सहरूले ठुला ठेक्का, बजेट र नियुक्तिको समीक्षा गर्नेछन्। सूचनादाता, व्हिसल ब्लोअर र अनुसन्धान पत्रकारहरूलाई संवैधानिक रूपमै सुरक्षा दिइनेछ। नैतिक शिक्षाको अधिकार। धारा 6: नैतिकता र इमानदारीको शिक्षा विद्यालयदेखि विश्वविद्यालयसम्म अनिवार्य बनाइनेछ। हामीले यस्तो पुस्ता तयार गर्छौं जसका लागि इमानदारी कमजोरी होइन, शक्ति हो। धारा 7: ढिलाइ रहित न्याय। भ्रष्टाचार मुद्दाका लागि विशेष इमानदारी अदालत स्थापना गरिनेछ, जसले डिजिटल प्रमाणका आधारमा छिटो, सार्वजनिक र पारदर्शी सुनवाई गर्नेछ।
ढिलाइ नै न्यायको अस्वीकार हो भन्ने कुरालाई स्वीकार गरिनेछ। स्वच्छ ऊर्जा स्वच्छ अर्थतन्त्र धारा 8 नेपालको हरित ऊर्जाको भविष्य भ्रष्टाचार मुक्त हुनै पर्छ। जलविद्युत, हाइड्रोजन र जलवायु कोष पारदर्शी अडिट गरिएको र युवाद्वारा अनुगमन गरिएको प्रणालीद्वारा सञ्चालन गरिनेछ। धारा 9 समान पहुँच एक नागरिक एक पार्टी राजनीतिक दलको सदस्यता सबै नागरिकका लागि खुल्ला हुनेछ। तथापि एक व्यक्ति एक पटक केवल एक पार्टीको मात्र सदस्य हुन सक्नेछ। दलहरूले अडिट गरिएको आर्थिक विवरण, नेताहरूको सम्पत्ति विवरण प्रकाशित गर्न र आन्तरिक लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्नुपर्नेछ। प्राइमरी लगायत आन्तरिक लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्नुपर्नेछ। उच्च पदको नियुक्तिमा इमानदारी, संवैधानिक निकाय, राजदूत, आयोग र सरकारी संस्थानका उच्च पदहरूमा नियुक्ति त्रिस्तरीय छानबिन प्रणाली मार्फत हुनेछ। 3 तहको छानबिन प्रणाली। विशेषज्ञ मूल्याङ्कन समिति, उम्मेदवारको योग्यता, दक्षता, इमानदारीता मूल्याङ्कन गर्ने विशेषज्ञता स्क्रुटिनी बोर्ड, एक्सपर्ट स्क्रुटिनी बोर्ड हुनेछ। सार्वजनिक सुनवाई, नागरिक, सञ्चार माध्यम र नागरिक समाजले त्यस्ता उम्मेदवारहरूको खुला प्रश्न सोध्न पाउनेछन्। सर्वदलीय संसदीय समितिको स्वीकृति, नियुक्ति कुनै पनि पार्टी वा व्यक्तिको स्वार्थका लागि नभई राष्ट्रिय हितका लागि सुनिश्चित गरिनेछ। भ्रष्टाचार, हितको टकराव, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा अस्पष्ट सम्पत्ति भएको व्यक्तिहरू कुनै पनि उच्च सार्वजनिक पदका लागि अयोग्य मानिनेछन्। सम्भव भएसम्म यसलाई अन्य नियुक्तिहरूमा सिद्धान्त र प्रक्रियाका रूपमा अवलम्बन गरिनेछ। धारा 12 नातावाद, पक्षपात र दलगत प्रभावको अपराधीकरण तथा दण्ड व्यवस्था। परिभाषा, नातावाद, पक्षपात र दलगत प्रभावलाई भ्रष्टाचारको आपराधिक कार्यका रूपमा परिभाषित गरिनेछ। नातावाद भन्नाले पद, सुविधा वा अवसर आफ्ना नातेदार वा सम्बन्धित व्यक्तिलाई अनुचित रूपमा प्रदान गर्ने कार्य हो। पक्षपात भन्नाले योग्यता वा मापदण्डभन्दा बाहिर गई कुनै व्यक्ति वा समूहलाई लाभ दिने कार्य हो। दलगत प्रभाव भन्नाले सार्वजनिक पद वा अधिकार प्रयोग गरी कुनै राजनैतिक दल वा गुटको स्वार्थमा निर्णय गर्ने कार्य हो। अपराधको श्रेणी, यी सबै कार्यहरूलाई गम्भीर राज्य विरोधी विश्वासको, सार्वजनिक विश्वासको आघात अर्थात् ब्रिच अफ पब्लिक ट्रस्ट अन्तर्गत आपराधिक कार्यका रूपमा वर्गीकृत गरिनेछ। दण्ड व्यवस्था, पहिलो पटक प्रमाणित अपराधी ठहरिएकालाई 5 वर्षदेखि 10 वर्षसम्म कैद र 2 वर्षदेखि 5 लाख रुपैयाँसम्म जरिवाना, दोहोरिएको वा सङ्गठित रूपमा गरिएको अपराधका लागि 10 वर्षदेखि 15 वर्षसम्म कैद र 5 देखि 10 लाख रुपैयाँसम्म जरिवाना गरिनेछ। पदाधिकारीको हकमा जीवन भरणका लागि सार्वजनिक पद धारण गर्न यदि कुनै सार्वजनिक पदाधिकारीले त्यस्तो गरेमा जीवनभरका लागि सार्वजनिक पद धारण गर्न अयोग्य घोषणा गरिनेछ। गलत निर्णय वा हस्तक्षेपबाट प्राप्त सम्पत्ति वा लाभ राजस्वमा जफत गरिनेछ। विशेष अदालत र छानबिन, यस्ता अपराधहरूको अनुसन्धान राष्ट्रिय इमानदारी आयोग र विशेष इमानदारी अदालत, नेशनल इन्टिग्रिटी काउन्सिल र नेशनल इन्टिग्रिटी कोर्ट मार्फत छिटो र पारदर्शी रूपमा हुनेछ। अदालतको प्रमाणित अपराधीको नाम, पद र निर्णयको सारांश सार्वजनिक गर्नुपर्नेछ। नागरिक सहभागिता, नागरिक वा कर्मचारीले यस्तो कर्मको प्रमाण पेश गरेमा उनीहरूलाई सूचनादाता संरक्षण कार्यक्रम अन्तर्गत पूर्ण सुरक्षा दिइनेछ। गलत रूपमा
आरोप लगाउने व्यक्तिलाई झुटो विवरण दिएको प्रमाणित भएमा 6 महिनासम्म कैद वा जरिवाना गर्न सकिनेछ। पुस्ताको प्रतिज्ञा। म घुस खादिन, म बिक्री हुन्न, म मेरो जनताको इमान बेच्दिन, म हात र स्वच्छ हृदयले देश सेवा गर्छु, म नै त्यो पुस्ता हुँ जसले भ्रष्टाचारको अन्त्य गर्छ। यो मैले तयार गरेको घोषणापत्र हो। यो कम्प्लिट नहुन सक्छ। तपाईहरुले यसमा थप प्रतिक्रिया दिनुभयो भने कम्प्लिट गर्न सकिन्छ। आज यो घोषणापत्र प्रस्तुत गर्दै म तपाईहरुबाट बिदा हुन्छु। हस्त नमस्ते।